शिक्षक आन्दोलन चाहिँ किन भइरहेको छ भने निजामती कर्मचारीको जसरी उहाँहरूलाई सेवा सुविधा दिनु पर्यो रे, उहाँहरूलाई बढुवा गराउनु पर्यो रे, उहाँहरूको तलब बढाउनु पर्यो रे। तपाईहरुले कहिले पनि निजामती कर्मचारीले खटेर काम गरे जसरी तपाईहरुले खट्नु भएको छ विद्यालयमा? छैन। तपाईहरुको त विद्यार्थी भाइ बहिनी के गरिरहेका छन् मतलब हुँदैन। तपाईहरुको हातमा चाहिँ मोबाइल हुन्छ। मोबाइल यो मेरो आँखाले देखेको छ, आँखाले देखेको छ मैले। अहिले आन्दोलन भइरहेको छ तर विद्यार्थी भर्ना गर्न आउनुहुन्छ कि भनेर त्यहाँ बस्नुहुन्छ र आन्दोलनकै कुरा गरिरहनु भएको छ के। कहिले पनि एउटा विद्यार्थीको भविष्य बिग्रिँदै छ। यो आन्दोलनको कारणले गर्दा हाम्रा विद्यार्थी भाइ बहिनीहरुको चाहिँ भविष्य हामीले सुनिश्चित गर्नुपर्छ है भनेर कहिले पनि विद्यार्थीहरुलाई प्राथमिकता दिनुभएको छ। आफ्नो माग पूरा गर्ने सपना बोकेर तपाईहरु आन्दोलन गर्नुहुन्छ भने मेरा विद्यार्थी भाइ बहिनीहरुको पनि एउटा सपना चाहिँ बन्दिनुस् क्या। उहाँहरुको भविष्य सुनिश्चित गर्नतिर लाग्नुस्। मेरो चाहिँ एउटा तपाईलाई क्वेशन र भनाई सबै हो, बुझ्नुस् हैन। के अरे म पनि दुई चारवटा बुझ्न गएँ क्या। दुई चारवटा स्कुल बुझ्न गएको, त्यहाँनेर सुन्छु कि आन्दोलनकै कुरा, त्यहाँ रमाउने कुरा, नाच्ने कुरा, यसरी नाचिरहेको छ। एउटा शिक्षक भइसकेको पछि डिसिप्लिन हुन्छ कि हुँदैन शिक्षकमा? छैन। अभिभावकको के अरे विद्यार्थीको अभिभावक त्यहाँ पुगेको हुन्छ तर त्यहाँ अरू नै कुरा गरिरहेको हुन्छ। यो कारणले गर्दा मलाई इफेक्ट पर्छ कि पर्दैन भनेर त्यो शिक्षकले सोच्दैन। घर दैलो कार्यक्रम गर्न आउँछ तर घर दैलो कार्यक्रम गर्दाखेरि उहाँहरूले देखाएका सपना जस्तो पछि त्यस विद्यालयमा गएर हेर्दाखेरि त्यो एक्टिभिटी हुँदैन। त्यसै कारणले गर्दा गरिबका जनताहरू बोर्डिङमा पैसा तिर्न बाध्य भएर बोर्डिङ हाल्नु भएको छ भने शिक्षकले चाहिँ महँगो बोर्डिङमा आफ्ना छोराछोरी हालेर गरिबका जनताहरू मरुस्, यहाँ उनीहरूको भविष्य बिग्रोस्, जेसुकै होस् भनेर मतलब नगरी चाहिँ आन्दोलन गरिरहनु भएको छ। यसमा चाहिँ मेरो घोर विरोधी छ। किनभने सबै विद्यार्थीहरूलाई चाहिँ प्राथमिकता दिएर अघि बढ्नुस् र